हेलो गाइज, म आज तपाईहरुलाई चाहिँ फिफा विश्वकप 2026 को बारेमा आफ्ना कुराहरू भन्नको लागि गइरहेको छु। फिफा विश्वकप 2026 भोलि बिहीबार रातिको पौने 1 बजे सुरु हुँदैछ। फिफा विश्वकप हेर्नका लागि तपाई कतिको आतुर हुनुहुन्छ थाहा छैन, तर फिफा विश्वकपका विषयमा तपाईहरुले के यस्ता महत्त्वपूर्ण कुराहरू जान्नु भयो भने तपाईलाई फिफा विश्वकप हेर्नको लागि निकै सहज पनि फिल हुनेछ। फिफा विश्वकप 2022 को तुलनामा यो वर्षको फिफा विश्वकपमा 40 वटा खेल थपिएका छन्। 32 वटा टिमबाट 48 वटा पुगेका छन् भने 104 वटा खेल यो फिफा विश्वकप 2026 मा आयोजना हुनेछन्। त्यसमा पनि सबैभन्दा रोचक कुरा चाहिँ के छ भने अहिलेसम्मको सबैभन्दा ठूलो विश्वकप मानिएको फिफा विश्वकप 2026 3 वटा देशमा आयोजना हुँदैछ। ती 3 वटा देश हुन् मेक्सिको, अमेरिका र क्यानाडा। सबैभन्दा पहिलो खेल मेक्सिकोमा 11 जुनको नेपाली समय अनुसार 12 जुनको बिहान पौने 1 बजे सुरु हुनेछ। त्यो विश्वकप भन्दा अगाडि दुईजना खतरा आर्टिस्टहरूले बर्ना र साकिराले दाई दाई भन्ने त्यो फिफा विश्वकपको गीत छ नि, त्यो विश्वकपको गीत गाउनु हुनेछ, जुन बिल्कुलै सुन्दर रहनेछ। अनि अहिलेसम्मको फिफा विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने देश ब्राजिल 76 खेल खेलेको छ, सबैभन्दा धेरै गोल गरेको छ। अनि यसै गरी फिफा विश्वकपमा चाहिँ सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा चाहिँ यो वर्ष चाहिँ लियोनल मेसीले कीर्तिमान बनाउन सक्छन्, किनभने उनले 13 गोल गरिसकेका छन्। विश्वकपमा सर्वाधिक गोलकर्ता भनेको जर्मनीका खेलाडी हुन्, जसले 16 गोल गरिसकेका छन्। उनले 3 गोल मात्रै गरे भने पनि अब जोइन्ट रेकर्ड बनाउँछन्। 4 गोल गरे भने त उनको रेकर्ड आफ्नै नाममा चाहिँ विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड लियोनल मेसीको नाममा हुनेछ। यसै गरी एम्बापेको पनि 12 गोल त भइसकेको छ, उनले पनि 4 गोल गरे भने त सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बनाउन सक्छन्, किनभने फ्रान्स पनि निकै बलियो टोलीका साथ विश्वकपमा सहभागी बनेको छ। यसपालि पोर्चुगलले विश्वकप जित्छ कि भनेर धेरैले आशा गरेका छन्, किनभने क्रिस्टियानो रोनाल्डो विश्वकै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अग्रस्थानमा छन्। उनले 143 अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। त्यसै कारण पनि उनले धेरै गोल गरेर चाहिँ आफ्नो टोलीलाई सकेसम्म माथि उपाधि नै दिलाउँछन् कि भन्ने एउटा एक्सपेक्टेसन पनि समर्थकको रहेको छ। यसै गरी क्रेग भन्ने एकजना गोलकिपर, स्कटिस गोलकिपर चाहिँ अहिले विश्वकपका सर्वाधिक पाका उमेरका खेलाडी छन्। उनी 43 वर्षका भए। गिलबर्टो मोरा जो चाहिँ आयोजक मतलब सह आयोजक देश मेक्सिकोका खेलाडी हुन्, उनले चाहिँ यो विश्वकपमा डेब्यू गर्दाखेरि यो विश्वकपका सबैभन्दा कान्छा खेलाडी हुनेछन्। यी दुई खेलाडीको उमेर चाहिँ 25 वर्षले जेठा कान्छा रहेका छन् भनौँ न नेपाली स्ल्याङ ल्याङ्ग्वेजमा। स्टिल विश्वकप इज गोइङ भेरी इन्ट्रेस्टिङ जस्तो लाग्छ मलाई, किन भन्दाखेरि 4 वटा देशले चाहिँ यो विश्वकपमा डेब्यू गर्दैछन्। 2 वटा देश एसियाबाट छ, त्यो जोर्डनसँग नेपालले सन् 2001 मा खेलेको थियो। 2002 को विश्वकपको छनौटका लागि पहिलो लेगको खेलमा नेपाल 9-0 ले पराजित भएको थियो भने दोस्रो लेगमा भरत खवासले गोल गरेपछि नेपालले 1-1 को बराबरी गरेको थियो, त्यो पनि दशरथ रङ्गशालामा। यसै गरी फिफा विश्वकप 2026 मा जोर्डनले डेब्यू गर्दैछ। एसिया छनौटबाट पहिलो पटक विश्वकपमा पुगेको उज्बेकिस्तानले पनि डेब्यू गर्दैछ भने केपो भर्डे र उत्तर अमेरिकी देश कुरासाओले पनि फिफा विश्वकपमा स्थान सुरक्षित गरेका छन् र यी 4 वटा देशले चाहिँ डेब्यू गर्न लागेका छन्। हाय त